सर नमस्कार। नमस्कार सर। हजुरको छोटो परिचय पाउँ सर। मेरो नाम प्रहलाद कुमार कार्की, मेरो जिल्ला रामेछाप, गोकुल गङ्गा गाउँपालिका वडा नम्बर 3। हाल म चाहिँ सन्त रामपालजी महाराजजीको अनुयायी बनेको छु, शिष्य बनेको छु। म पहिला रामेछाप जिल्लामा 2 कार्यकाल जिल्लाको उपाध्यक्ष चलाएँ, 2 कार्यकाल प्रदेशको 3 नम्बर प्रदेशको प्रदेश सदस्य चलाएँ। अनि यही सन्दर्भमा धेरै जिल्लावासीहरूले मलाई चिन्नुहुन्छ र मैले परमात्मा स्वरूप जगतगुरु तत्त्वदर्शी सन्त रामपालजी महाराजको ज्ञान पाएपछि एउटा नेता बनेर, जिल्लाको नेता बनेर जिल्लाका व्यक्तिहरूलाई, जनताहरूलाई कसरी चाहिँ सत्मार्गमा लान सकिन्छ, सद्ज्ञान भन्न सकिन्छ र सुधारमा लान सकिन्छ भन्ने मैले धारणा राखेर वास्तविक जीवन सुधार्नको लागि चाहिँ यो तत्त्वज्ञानको आवश्यक पर्दो रहेछ। तत्त्वज्ञान चाहिँ तत्त्वदर्शी सन्तबाट पाइँदो रहेछ। यो मैले भागवत गीतामा नि पाएँ, कुरान पनि अध्ययन गरेँ। कुरानको नि सुरत फुर्काने 25 आयत 52 देखि 59 भित्र पाएँ। बाइबल पनि अध्ययन गरेँ मैले, पुरानो करार र नयाँ करार भन्ने बाइबल हुँदो रहेछ। अनि अर्थोडक्स भन्ने नामको बाइबलमा पेज नम्बर 690 अध्याय नम्बर 34, 35, 36 मा अलमाइटी कबीर भनेर लेखेको रहेछ। अनि हिन्दू धर्मको शास्त्रमा पनि, मुसलमानको शास्त्रमा पनि, क्रिस्चियनहरूको शास्त्रमा पनि सबैमा सबसे ठुलो भगवान भनेको कबीरदेव, कबीर साहेब भनेको रहेछ। अनि फेरि यो चाहिँ सत्ययुग, त्रेतायुग, द्वापरयुग, कलियुगमा सत्ययुगमा सत्सुकित अभिगत कबीर नामले आउनु हुँदो रहेछ। त्रेतायुगमा मुनिन्द्र ऋषिको रूपमा मुनिन्द्र देवाय नामले आउनु हुँदो रहेछ। द्वापर युगमा करुणामय नामले आउनु हुँदो रहेछ। अनि मैले प्रष्ट बुझिसकेपछि ओहो, आफ्नो जिल्लाका जनतालाई त कसरी अगाडि बढाउने, कसरी मुक्ति दिलाउने, कसरी समाज सुधार गर्ने, नशामुक्त कसरी गर्ने, होइन, दाइजोमुक्त विवाह नि हुँदो रहेछ। यहाँ दाइजोमुक्त विवाह कसरी गराउने भन्ने अभिप्राय दिएर मैले यो ज्ञान चाहिँ आफ्नो जिल्लावासीहरूलाई कहाँसम्म कसरी पुर्याउन सकिन्छ भनेर लागि परेको छु। यतिखेर परमात्माले दिनुभएको छ मलाई जिल्लाको सेवादार अथवा जिल्ला कोअर्डिनेटर। यो हिसाबले रामेछापको मन्थलीमा नामदान केन्द्र पनि बनिसकेको छ। त्यहाँ हरेक शनिबार सत्सङ्ग प्रवचन हुन्छ। उहाँको सबैजनालाई आजकै मितिदेखि थाहा नपाउनेले थाहा पाउनुहोस्, थाहा पाउनेले मैले आह्वान गरेँ आजकै मितिदेखि हरेक शनिबार सत्सङ्ग सुन्न मन्थली भैँसेश्वर टोकमा चाहिँ आउनुहोस्। यदि मसँग सम्पर्क गर्नु परेमा 9841 222 789, फेरि पनि भन्छु 9841 222 789। मेरो नाम प्रहलाद कार्की, मलाई सम्पर्क गर्न सक्नुहुन्छ। यदि ज्ञान बुझ्न चाहनेहरूले मसँग सिधै कन्ट्याक्ट गरेर नाम दीक्षा लिन सक्नुहुन्छ। मुक्ति पाउने ठाउँ यहाँ हो है। सबका मालिक एक कसरी हुन्छ, जसरी साई बाबाले सबका मालिक एक भनेर आउनु ठड्याउँथे, तर को भनेर चिनाएका थिएनन्। को भनेर चिनाउने ठाउँ जनकपुरको धनुषामा रहेको मिथिला नगरपालिका 2 बेलाचाबीमा भएको सतलोक आश्रमभित्र पाइन्छ। सबैले एकचोटि यहाँ आएर अनुभव बटुल्नु होला, म यो भन्न चाहन्छु। यो धर्म यज्ञ जुन गर्नाले र यसको प्रभाव मानव समाजमा कस्तो पर्न सक्छ सर? हामीलाई तत्त्वदर्शी सन्त महाराजले बताउनुहुन्छ, जब धर्म यज्ञ गरिन्छ, हाम्रो श्रीमद् भागवत गीतामै लेखिएको छ, धर्म यज्ञ गरिन्छ भने धर्म यज्ञमा परमात्मालाई भोग लगाइसकेपछि आएको प्रसाद, बचेकुचेको प्रसाद चाहिँ धर्ममा लागेका अनुयायी अथवा नलागेका जति पनि व्यक्तिहरूले त्यो प्रसाद जसले ग्रहण गर्छ उसको थोर बहुत पाप नाश हुन्छ भनेर शास्त्रमै लेखेको छ। यो शास्त्रमा लेखे अनुरूप यदि हामी वैदिक सनातनी धर्म मान्ने छौँ भने अथवा मानव धर्मी छौँ भने अथवा हिन्दू धर्मावलम्बी छौँ भने हामीले यो प्रसाद ग्रहण गर्न एकचोटि यो बेलाचाबी 2 मा आउनै पर्छ। त्यस कारणले यसको उद्देश्य यो हो, आफ्नो थोर बहुत पाप कटनी गर्नको लागि थोरै दुःख गरेर 2-400 गाडी भाडा खर्च गरेर यो ठाउँमा आएर प्रसाद गर्न पाउनु भनेको ठुलो महत्त्वको विषय भन्ने बुझिन्छ। सरले अहिले भर्खर भन्नुभयो रामेछाप जिल्लालाई चाहिँ एउटा समुन्नत बनाउन, एउटा चाहिँ सुन्दर भविष्यको लागि सन्त रामपालजी महाराजको ज्ञान त्यहाँ आवश्यक छ भन्नुभयो। त्यहाँ पनि त विभिन्न ज्ञानहरूको प्रचार गर्ने धर्मगुरुहरू हुनुहुन्छ होला, त उहाँ र सन्त रामपालजी महाराजमा के भिन्नता छ जुन चाहिँ
हजुरले यहाँबाट एकचोटि रामेछापमा पनि सन्त रामपालजीको चाहिँ एकचोटि ज्ञान फैलाउनुपर्छ भन्नुभयो। के कारणले चाहिँ र के भिन्नता छ अरू र उहाँमा? आकाश पाताल भिन्नता छ। अरू धर्मगुरु र तत्त्वदर्शी सन्त रामपालजी महाराजमा आकाश पाताल फरक छ। ल तपाईँ पाउनुहुन्छ अरू धर्मगुरुहरूले लागेको यज्ञमा 7 दिनको सप्ताहमा 1 दिनको एकामा 9 दिनको 9वामा कति झगडा हुन्छ, कति लट्ठी मारमार हुन्छ, कति हिसाब किताब मिल्दैन झगडा भइरहेको हुन्छ, कति खानपिनमा मलाई पुगेन भनेर झगडा भइरहेको हुन्छ है। अनि कति ग्रुप चाहिँ फलानाले यस्तो गरेर उस्तो गरेर कुरा काटेर लडाइँ परिरहेको हुन्छ। पुलिस प्रशासन जानुपर्ने हुन्छ। यहाँ त देख्नुभयो 1 दिनमा 2-4 लाखले भोजन खाइरहेका छन्। कुनै एउटा पुलिस देख्नु भएको छ? युनिफर्म लगाएको कहीँ देख्नु भएको छ? यति आनन्दित ठाउँ परमात्माको तत्त्व ज्ञान पाएर तत्त्वदर्शीले नजर लगाइरहेको ठाउँमा उहाँको अनुयायी अथवा दीक्षा लिएका नलिएका सबै भक्तहरूमा यति शान्त स्वभाव, यस्तो आनन्द, चारैतिर मान्छेलाई अचम्मै वास्तविक सतलोक यहीँ रहेछ, वास्तविक स्वर्ग भनेको यहीँ रहेछ भन्ने मान्छेलाई प्रभाव परिसक्यो, भान भइसक्यो। भनेपछि योभन्दा फरक के हुन्छ? अब हेर्नुहोस्, यो धर्मगुरुहरूले गरेको ठाउँमा के हुन्छ? पैसा दिनुपर्छ हो। फुलमालाको लागि यति पैसा, भाँडाकुँडाको लागि यति पैसा, प्रसाद बनाउनको लागि यति, आउने गुरुको लागि छुट्टै पैसा होइन, सबैले पैसा उठाएर दिनुपर्ने हरेक छ नि त। यहाँ त खोइ 1 पैसा दिनु पर्दैन त, जुम्मै परमात्माले गरिदिनु भएको छ त। फरक यो हो नि त। फेरि उहाँ के छ? उहाँको यज्ञमा के हुन्छ? एकतिर बसेर चुरोट खाइरहेको हुन्छ, अर्कोतिर बसेर खैनी माडिरहेको हुन्छ, अर्कोतिर बसेर अश्लील गफवारी गरिरहेको हुन्छ। यहाँ त छैन नि त्यस्तो। यहाँ लाखौँ भक्तहरूमा एकजनाले खैनी माडेको देख्नुहुन्न, एकजनाले चुरोट पिएको देख्नुहुन्न, एकजनाले अश्लील गफ गरेको देख्नुहुन्न। फरक भनेको यही हो। उहाँ हाम तत्त्वदर्शी सन्तले चलाउनु भएको अभियानमा के छ? नसामुक्त, दाइजोमुक्त, भेदभाव मुक्त होइन। जस्तै भेदभाव कुनैमा पनि छैन। न धनी गरिबमा भेदभाव छ, न तल्लो जात र माथिल्लो ठुलो जात र सानो जात भन्नेमा भेदभाव छ। सबलाई समान छ। अनि पो सबका मालिक एक भए त, नत्र सबका मालिक एक कसरी हुन्छन्? सबैको सन्तान उहाँ परमात्माकै सन्तान हो। परमात्मा सबको मालिक हो भनेपछि त उहाँको व्यवहार सबै समान हुनु परेन। अनि अरू धर्मगुरुहरूले दिएको ज्ञान र उहाँले दिएको ज्ञानमा आकाश पाताल फरक भएन। म यही भन्न चाहन्छु। अब जुन अरू धर्मगुरुहरूको कुरा गर्नुभयो, जस्तो वैदिक सनातन अथवा भनौँ अहिले हिन्दू धर्म हामी जुन भन्छौँ, यसको त सन्त रामपालजी महाराज चाहिँ असली हितैषी देखिनुभयो। यसबारेमा के भन्न चाहनुहुन्छ? उहाँले चाहिँ यो हिन्दू धर्मलाई झन् अझ व्यापक रूपमा फैलाउन खोज्नु भएको हो। बिल्कुल असली हितैषी भनेको सन्त रामपालजी। उहाँ त परमात्माको स्वरूपमै हुनुहुन्छ। जहाँ कि तत्त्व ज्ञान अहिलेसम्म नदिएका गुरुहरूले दिन नसकेको ज्ञान उहाँले दिनुभएको छ भने, जनहित कार्यक्रम अभियान बढाउनु भएको छ भने, हरेक जनजनमा हित कार्य अगाडि बढाउनु भएको छ भने, जसको कारणले 2 पैसा नहुनेले छोराछोरीको बिहा गर्न पायो होइन, 2 पैसा नहुनेले समागममा आएर भण्डारा लिन पायो, प्रसाद ग्रहण गर्न पायो। अनि के अरे चुरोट र कुलत, चुरोट पिँढी रक्सी गाँड जुम्मै कुलतमा फसेका छोराछोरीहरू पनि सुध्रिने भए। जहाँ बच्चा बच्ची सुध्रियो त्यहाँ संस्कार गतिलो हुने भयो। गतिलो छोरो छैन भने छोरी पाइँदैन, उसले पढ्न सक्दैन, पढ्न नसकेपछि उसको संस्कार गतिलो हुँदैन, उसले राम्रो पद पाउँदैन। अनि घरबार त बिग्रेरै जान्छ। त्यो घरबार सुधार्नको लागि, त्यो व्यक्तिगत सुधार्नको लागि, व्यक्तिगत जीवन सुधार्नको लागि चाहिँ परमात्मा तत्त्वदर्शी सन्तको ज्ञानको आवश्यक छ। सबले लिनै पर्छ। हस्, समय र संवादको लागि सरलाई धन्यवाद। हस्, धन्यवाद।